नमस्कार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू स्वदेश वा विदेशमा जो जहाँ जहाँ रहे पनि मेरो नमस्कार छ। मेरो केही भनाइहरू राख्न जाँदैछु र हाम्रा नयाँ आउने मित्रगणहरू, हाम्रा नयाँ पार्टीका मित्रगणहरू, राष्ट्रिय स्वतन्त्र पार्टीका मित्रगणहरू सबैले कान ठाडो गरेर सुन्नुहोला। हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी भनेको तपाईको विश्वकै नम्बर 1 पार्टी हो। यही छ, रवि लामिछानेले भने जस्तै इन्जिनियर नि यही छ, पाइलट नि यही छ, बुद्धिजीवी वकिलदेखि लिएर पत्रकारसम्म अनुभव भएका व्यक्तिहरू हाम्रो स्वतन्त्र पार्टीमा छ। र यस हाम्रो नेपालको लागि नै नम्बर 1 पार्टी युवा जोस जागर पढेका लेखेका मित्रगणहरू हुनुहुन्छ, मान्यज्यूहरू हुनुहुन्छ र तपाईहरुले बुझ्नुहुन्छ भन्ने चाहिँ मेरो ठमाइ छ। र अर्को कुरो के छ भन्नुहुन्छ भने अहिले चाहिँ पार्टीका साथीहरू, पुरानो पार्टीका साथीहरूले चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि अब नेपाली जनताले भने पार्टी भन्दा पनि नेपाली जनताहरूले चाहिँ कसले कति सेवा गर्दा वा केही काम गर्दा कसले कति के मागेको थियो र कसले कति खाएको थियो यो कुराहरू खुलाउनु पर्यो। मेन हामी नेपाली जनताले हामीले लुकाएर राख्दिने, हामी चाहिँ त्यसको मुख र यसको मुख, नातावाद र किरावाद हेरेर देश अगाडि बढ्दैन। हेर्नुस्, अब यो सबै कुरो चाहिँ अहिले के भन्छ विश्वराज पोखरेल मान्यज्यूले केही कुरो चाहिँ चिप हुने बेलामा चाहिँ यही बेला चिप हुने क्रममा चाहिँ यतिसम्म चाहिँ डिल भएको थियो भन्ने चाहिँ एउटा आएको छ। र मैले हिजो प्रत्यक्ष मैले भेटेको चाहिँ के भन्दा एउटा करिब सबैले प्रदीप ग्यावाली, कृष्णप्रसाद सिटोला, प्राय किन सबैको नाम भने है सबैजना थियो होला इराकको घटना बेलातिर। एउटा नागरिकको हाकिम चेन हुँदाखेरि कति आउँदो रहेछ भने त्यतिखेर त राजै थियो होइन, जोगमेर श्रेष्ठ फुल मन्त्री, राज्य मन्त्री रामचन्द्र राय यादव थियो होइन, उहाँहरूसँगै छु म। कति डिल हुँदो रहेछ एउटा हाकिम चेन हुँदाखेरि, कति डिल हुँदो रहेछ भन्ने कुरो त मलाई थोरै तिनै राजाको पालाको कुरो होइन, अनुभव भएकै कुरो हो। तैपनि यो कुरोहरू चाहिँ एकदम पर्दाफास गरेर चाहिँ अगाडि ल्याउनु पर्यो। अर्को कुरो के छ भने मजदुरको चरम शोषण भएको चाहिँ यसमा राष्ट्रिय स्वतन्त्र हाम्रा अहिलेका नयाँ सरकारले एकदम जागरुकता साथै हेर्नु पर्यो। अर्को कुरो के छ भन्नुहुन्छ मजदुरले पाउनुपर्ने सेवा सुविधा के हो, सक्नेले काम आउँछ, नसक्नेले लाउँदैन। त्यो कारणले गर्दाखेरि घन्टा हिसाबले चाहिँ कसरी आउँछ, पाउने सेवा सुविधा उपचार खर्च त्यो चाहिँ हाम्रो निर्णयगत कुरा हुनु पर्यो, बुद्धगत उसमा चाहिँ कार्यान्वयन नै हुनु पर्यो। अरू कुरो के छ भन्नुहुन्छ भने तपाईँको महत्त्वपूर्ण ठाउँहरूमा हेर्नुहोस्, एउटा सानो खोलाको किनारदेखि लिएर एउटा सानो उदेखि लिएर चाहिँ तपाईँको महत्त्वपूर्ण ठाउँसम्म चाहिँ एउटा सिक्युरिटी गार्डहरू बसेको हुन्छ। त्यसको एउटा तपाईँको त्यसको पनि चरम शोषण नै भएको छ। तपाईँको चाहिँ यस कुरामा चाहिँ चरम शोषणको विषयलाई चाहिँ सबैभन्दा हेर्नुपर्ने महत्त्वपूर्ण स्थलमा कहाँ बसेछ, कस्तो बसेछ। कुनै पनि कर्मचारी राजनीति वा कूटनीति गर्छ भने त्यसमा कारबाही वा के गर्नुपर्ने, त्यसको दण्ड राखेर चाहिँ त्यसले पाउनुपर्ने सेवा सुविधा अहिलेको स्थितिमा के काट्नुपर्ने हो, कसरी उ गर्ने हो चाहिँ यो चाहिँ सरकारले चाहिँ निर्णय गर्नुहुन्छ भन्ने चाहिँ हामी नेपाली जनता आशावादी छौँ। अर्को कुरो के छ भन्नुहुन्छ भनेदेखि होइन, हामी प्रतिवेदनै सायद आउनुपर्ने हो कि नेपाल सरकारले चाहिँ एउटा समिति गठन गरेर चाहिँ छानबिन गर्ने हो। सुकुम्बासीको नाममा हुकुमबासीले कल कारखाना, उद्योग, कम्पाउन्ड घेर्ने, कुनै फर्म खोल्ने, कुनै होटल जस्तो कुराहरूमा चाहिँ अहिलेसम्म सरकारी जग्गा च्यापेर तपाईँको चाहिँ भाडा उठाएर खाएको छ भने त्यसको बिगो क्षतिपूर्ति तिराउने वा नतिराउने, बिगो भराउने वा नभराउने, यो कुरामा पनि म नेपाल सरकारलाई ध्यान आकर्षण गर्न चाहन्छु। अब अर्को कुरा के छ भने तपाईँको चाहिँ
अझै पनि सामन्ती सोसाकी र घुसखोरी चाटिराखेका हात त सबैमा अलिकति चाटि नै राख्ने हुन्छ नि त। यसको अन्त्य हुँदैन। न्यायालयको ढोकामा रहने न्यायालय कुचो लाउँदैन। यो देशमा न्याय कसैले नि पाउँदैन। पार्टीको झोले भन्दा अरू केही पनि छैन। यो कुराहरूमा चाहिँ एउटा सबै कर्मचारीले अथवा राजनीति वा कूटनीति गर्नेहरूले बुझ्नु पर्यो। के बुझ्नु पर्यो भन्दाखेरि तपाईँ हामी जागिर खायो भने ल हाम्रै विभाग अथवा कुनै सङ्घ संस्था तपाईँ किताबखाना जानुहोस् त, तपाईँको दरबन्दी कहाँ छ र तपाईँको चाहिँ कहाँ सर्भर कहाँबाट त्यो कागजपत्र सबै लिएर आउनु। कहाँ खोज्न जान्थ्यो? त्यही नै अलिकति बेडी बेरेर चाहिँ टोयलेटमा पिस गरेर न्युले घुस नदिइकन चाहिँ एउटा पेपर बन्दैन। तपाईँको सर्भिसको सिलसिलामा चाहिँ तपाईँ चाहिँ 15, 20, 30 वर्ष 32 वर्ष बस्नु होला। अब त्यसमा चाहिँ अब तपाईँ कति जिल्ला घुम्नुभयो होला, कति ठाउँमा घुम्नुभयो होला, त्यसको कागजपत्र सबै चाहिँ हुन सक्दैन, मान्छेसँग हुँदैन पनि। त्यसमा चाहिँ किताबखानाले अप्ठ्यारो बनाइदिन्छ। यो अर्को कुरो के छ भन्नुहुन्छ भने तपाईँको पाउने खाने सेवा सुविधा दिन सक्दैन भनेदेखि यो सङ्घ संस्था उठ्नै पर्छ। सक्नेले चलाउँछ। राजनीति वा कूटनीति तपाईँको कुनै पनि सङ्घ संस्थामा चाहिँ मेन भनेको शोषण भनेको सिक्युरिटी अफिसरबाट छ। मेन शोषण तपाईँको चाहिँ पाउने खाने सेवा एउटा सिक्युरिटी गार्डलाई हुनुपर्ने 12 घन्टा खटिया छ। हुनुपर्ने कति हो? ओटीको कति आउने? 8 घन्टा माथि त नियममा छैन होला। त्यसको चाहिँ नेपाल सरकारले चाहिँ एउटा विधान तयारी गर्छ होला, एउटा न्याय दिन्छ होला भन्ने चाहिँ हामी नेपाली जनताको आशा छ। अर्को कुरा तपाईँ के छ भन्दाखेरि कलङ्गी वा जुनै ठाउँमा टिकट काट्ने ठाउँ गुन्डागिर्दी, यो संस्था अध्यक्ष साई संस्थै खारिज गरेर नयाँ संस्था स्थापना हुनुपर्छ। टिकट काट्ने 20 जना चाहिँदैन। लाइनमा राखेर टिकट काट्ने मान्छेलाई 2-3 जना मान्छेले भ्याउँछ। मान्छेले चाहिँ झर्न पाएको छैन तानाता। यो कुरो चाहिँ मैले भोगेर आएको छु। स्वयं म छु। मैले भोगेर मैले हरेक काम नेपालको सङ्घ संस्था उद्योग विभिन्न ठाउँमा अनुभव लिइसकेका छु। अब सबै कुरो नभनौँ, मैले अनुभव लिने जति मैले लिइसकेको छु। रिसोर्टदेखि तेल हाल्नेसम्मको, हस्पिटलदेखि ब्याङ्कसम्मको, कल कारखानादेखि लिएर पाण्डा बन्नेसम्म यो अनुभव मैले लिइसकेको छु। त्यो कारणले गर्दाखेरि यसमा चाहिँ हाम्रो नेपाल सरकार अहिलेका हाम्रा युवा सरकारले केही ध्यानपूर्वक केही न्याय नेपाली जनतालाई दिन्छ भन्ने हामी नेपाली जनता आशावादी छौँ। र अर्को कुरो के छ भन्नुहुन्छ भनेदेखि यो टिकट काट्ने ठाउँहरूमा तपाईँको त्यो व्यवस्थापक नै चेन्ज हुनुपर्छ। त्यो सस्तै खारिज गरेर चेन्ज हुनुपर्छ। अर्को कुरो तेलमा चाहिँ मैले के गरेँ भन्नुहुन्छ भने एकखेप लाइनचोक भन्ने ठाउँमा चाहिँ मैले चितवनमा भरतपुरमा तेल हालेँ। 2 किलोमिटर 1.5 किलोमिटर आएको छैन। म त 500 तेल त रामनगर आइपुग्दैन। 1.5 किलोमिटर सक्छ। के रहेछ भन्दाखेरि त्यो नम्बर थिच्ने, छुस्की हान्ने, हावा मात्र भनिदिने, माथि पैसाको बिल देखाइदिने, तेल एउटा थोपो जाने। यस्ता कुराहरूमा पनि नेपाल सरकारको ध्यान आकर्षित होस्। र अर्को कुरो अहिले तपाईँको नातावाद र किरपादमा र पार्टीको आडमा अब स्थानीय चुनावमा टिकट दिने होइन कि स्वच्छ र इमान्दारी व्यक्ति, कोही कसैको पछि नलाग्ने व्यक्तिलाई वडा स्थानीय तहको टिकट दिने हो। तपाईँको चाहिँ त्यो अघि र पछि लाग्ने र हो भन्ने सधैँ एउटै खानदानीले मात्रै सेटिङमा
टिकट पाइँदैन र माथिबाट पनि एउटा नेम बनाउनै पर्छ भन्ने चाहिँ हाम्रो नेपाली जनताको आग्रह छ र आशावादी पनि छ। अनि अन्त्यमा तपाईँको के छ भन्नुहुन्छ भने तपाईँको सबैभन्दा पूर्व मेचीबाट गर्ने, पश्चिम महाकाली गर्ने, मध्य नेपालबाट गर्ने कि सिन्धुपाल्चोकबाट गर्ने कि पूर्व पश्चिम उत्तर दक्षिण कहाँबाट गर्ने? सरकारी जग्गामा व्यवसाय कल कारखाना राखेर उद्योग धन्दा चलाएर चाहिँ कमाउनेहरूलाई कारबाही हुन्छ हुँदैन, यस कुरामा चाहिँ नेपाल सरकारले एकदम, हामी सर्वसाधारण जनता हौँ, हामी कुनै पनि होइन, हामी कुनै शिक्षा पनि होइन, कुनै राजनीति कूटनीतिको व्याख्या व्यक्ति पनि होइन, यसमा चाहिँ नेपाल सरकारले एकदम ध्यान दिनु होला। हामी जनता नै अब सरकारले गर्ने ठाउँमा चाहिँ यो त्यो भन्दै आउनुपर्ने के मजा आयो। हाम्रो सरकार अथवा हामी नेपालीको जनताको सरकारले यो काम गर्नुहुन्छ भन्ने चाहिँ हामी नेपाली जनतामा चाहिँ एकदम भरोसा भएको कारण हामीले यी 2-4 शब्द मैले पनि राख्न पाएको छु र राखेका छु। हाम्रो नयाँ पार्टीको 5 वर्ष कार्यकाल शुभ होस् र नआत्तिनुस् नपात्तिनुस्। तर यो घुस नखाने चाहिँ अहिले पार्टीको कुनै पनि छैन। यसमा छानबिन प्रहरीबाट नै हुनुपर्छ, सेनाबाट नै हुनुपर्छ। त्यहाँ घुस नखाइकन कसैलाई हजुरी नगरिकन शान्ति सेना जान नपाउला, पद नपाउला, उता प्रहरीको भन्सार नपर्ला भनेदेखि अब दुर्गम ठाउँमा फ्याल्देला। यस्ता पनि छन् घिउ र घुस नखाइकन। यो कुराको अन्त्य हुनुपर्छ र जटिलता भनेको हुकुमवासीले सुकुमवासीको नाममा जग्गा ओगटेर चाहिँ उपलब्धि गरेको क्षतिपूर्ति कति सक्दो नेपाली जनताको चित्त बुझ्ने गरी चाहिँ कारबाही हुनुपर्छ भन्ने चाहिँ हामी नेपाली जनताको भनाइ छ। र अर्को कुरो, कुनै दिन सम्बन्धित ठाउँमा भेट्ने भन्ने निर्णय नि भएको छ। हामी भेट्छौँ र केही प्रस्तावहरू लिखित वा मौखिक, पहिलाचोटि हामी मौखिकै रूपमा हाम्रो भावना अथवा भनाइ प्रस्तावहरू राख्नेछौँ। त्योभन्दा पछि कसरी चल्नुपर्छ हामी चल्छौँ। कुनै व्यक्तिले तैँले के नै गर्न सक्छ र भन्ने व्यक्तिहरू हुन्छ। मेन कुरो यहाँ छ। हेर्नुहोस्, अब मैले एउटा कुरो लास्टमा मैले एउटा कुरो भन्न चाहेँ हजुरहरूलाई, एकदम राम्रोताले सुन्नुहोस्। तपाईँको सुकुम्बासीमा पनि त्यसको जिल्लाबाट, आफू जन्मेको जिल्ला, घर थर भएको जिल्लाबाट कुनै पनि नरहेको भन्ने कागज ओडाबाट सिफारिस ल्याएको छ कि त्यसै चाहिँ जग्गा च्यापेर चाहिँ बसेको छ। यसमा पनि छुट्टै समिति बनाएर चाहिँ छानबिन गरियोस् भन्ने चाहिँ हामी नेपाली जनताको चाहना छ। यहाँ घर बारीमा झारो अमर्ने अनि आएर चाहिँ जग्गा ओटेर बसेर त भएन। यो कुरोमा पनि सरकारको ध्यान जाओस् भन्ने मेरो विनम्र अनुरोध यही नै थाती राख्न चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।